सम्पूर्णलाई नमस्ते है। हिजो मैले एउटा प्रश्न सोधेको थिएँ, नेपालमा सबैभन्दा पहिले एटिएम प्रयोग गर्ने बैंक कुन हो भनेर। ल हेर्नुहोस् साथी, माथि हेर्नुहोस् त। विशेष धन्यवाद छ हाम्रो जनकराज भट्ट हुनुहुन्छ। उहाँले चाहिँ यो प्रश्नको सही उत्तर दिनुभएको छ। थ्याङ्क यू, हजुरलाई धेरै धेरै धन्यवाद छ। माथि देखिराख्नु भएको छ तपाईँ, जनकराज भट्ट। र सबै साथीहरूले, उहाँ एउटा सपोर्टर साथी हुनुहुन्छ जनकराज भट्ट। सबै साथीहरूले उहाँलाई चाहिँ फलो गरिदिनु होला है। माथि हेर्नुहोस् त, जनकराज भट्ट हुनुहुन्छ, धेरै सपोर्टिङ हुनुहुन्छ। उहाँको भिडियोहरू पनि हेरिदिनु होला, उहाँलाई फलो पनि गरिदिनु होला है त। र आजको क्वेसन छ आज फेरि मैले अर्को नयाँ क्वेसन लिएर आएको छु, नयाँ प्रश्न ल्याएको छु साथीहरू। आजको प्रश्नको के छ भने, नेपालमा मात्र पाइने एउटा फल छ, फल है, फ्रुट। नेपालमा मात्र पाइने एउटा फलको नाम के होला भन्नुहोस्। अन्य कहीँ पाइँदैन, नेपालमा मात्र पाइन्छ। त्यो फलको नाम के हो? जसले थाहा पाउँछ उहाँ जनकराज भट्ट सरलाई जसरी हामीले सपोर्ट गरेका छौँ, त्यसै गरी तपाईँहरूलाई पनि सपोर्ट हुनेछ। सबै साथीहरू जो गोलापर्थबाट विजेता हुनुहुन्छ, उहाँको नाम यसै गरी घोषणा गरिनेछ साथीहरू। माथि हेर्नुहोस्, यसै गरी उहाँको नाम घोषणा गरिनेछ। त्यही भएर छिटोभन्दा छिटो यसको उत्तर दिने प्रयास गर्नुहोस्। नेपालमा मात्र पाइने एउटा फल छ, त्यो फलको नाम के हो? सबै साथीहरूलाई धेरै धेरै धन्यवाद छ। टेक केयर, बाइ बाइ।